हेलो गाइज, वेलकम ब्याक टु दिस भिडियो। आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ। इट्स मी ताजप्रिया गर्ल। तपाईँ सबैहरूलाई थाहा छँदैछ है त। तपाईँहरूलाई शेर्पाको बारेमा थाहा होला, तामाङको बारेमा थाहा होला, चौधरीको बारेमा थाहा होला, बट कतिलाई ताजप्रियाको बारेमा थाहा छ भने कतिलाई ताजप्रियाको बारेमा थाहा छैन। त्यही भएर आजको यो भिडियोमा चाहिँ म तपाईँलाई ताजप्रियाको बारेमा भन्न गइरहेको छु। त्यही भएर भिडियो इन्डसम्म हेर्न चाहिँ नबिर्सिनु होला है त। नेपालको सुदूरपूर्व दक्षिण तराईको भूभागमा पूर्वकालदेखि बसोबास गर्दै आएको ताजपुरिया जाति नेपालको आदिवासी जनजातिमध्ये एक हो। ताजपुरियाहरू विशेष गरी नेपालको पूर्व जिल्ला झापा र मोरङमा बसोबास गर्दै आएका छन्। नेपालको कोशी नदीदेखि पूर्व भारतको आसाम र नेपालको उत्तर पहाडको फेददेखि भारत गङ्गा नदीसम्म ताजपुरिया जातिको बसोबास भएको पाइन्छ। ताजपुरिया समाज ऐतिहासिक परिचय नामक पुस्तकमा ताजपुरिया राजा सुसेनको सन्तान हुन् भन्ने उल्लेख गरेको पाइन्छ। ताजपुरियाहरूको आफ्नै संस्कार, संस्कृति, भाषा, वेशभूषा, रीतिरिवाज रहेको छ। उनीहरूको मातृभाषालाई ताजपुरी भनिन्छ। उनीहरूको परम्परागत पोसाकमा महिलाहरूले लगाउने पेटानी हो भने पुरुषले लगाउने धोती, कुर्ता, गलामा लगाउने रुमाल, जसलाई गम्छा पनि भनिन्छ। ताजपुरियाहरू प्रकृतिलाई पूजा गर्ने प्रकृति पूजक जाति हुन्। ताजपुरियाको मेन गढलाई ग्राम देवता भनिन्छ। उनीहरूले ग्राम पूजा र कुलदेवताको पूजा भूमि गर्ने गर्दछन्। ग्राम पूजा सामूहिक तथा व्यक्तिगत रूपले गरिन्छ भने कुल पूजा परिवारको मूलले गर्ने चलन छ। यी पूजाहरू विवाह र मृत्यु संस्कारमा पनि अनिवार्य गर्नुपर्दछ। सिरुवा, औँसिया, फागुवा, एकादशी, छठ जस्ता पर्वहरू ताजपुरियाले मनाउने गर्दछन्। ताजपुरिया महिलाहरूले नाक छिर्दैनन्। ताजपुरियाहरू झुपो बस्ती बनाएर बस्ने गर्दछन्। उनीहरूले आफ्नो भाषा, संस्कृति र अधिकार संरक्षणका लागि 2053 मा ताजपुरिया समाज कल्याण परिषद स्थापना गरेका हुन्।